Hey guys, welcome to my YouTube channel. तपाईहरुलाई तिङलाली ब्लगमा स्वागत छ. नेक्स्ट डे नेक्स्ट भिडियो गाइज है. सो अनि म चाहिँ धेरै बसी युट्युबमा ब्याक आइरहेको छु. आज चाहिँ यसो भ्लग गर्नु जाँगर चलिरहेछ है. अरु बेला चाहिँ खासै जाँगर चल्दैन मलाई भ्लग गर्नलाई. अनि सो आज चाहिँ म भ्लग गरिरहेको छु. अनि आज चाहिँ के छ त स्पेशल आजको भ्लगमा भन्दाखेरि चाहिँ आज मेरो डाँडाकाँडा भिजिट छ हैन. अब किनकि अहिले चाहिँ म डाँडाकाँडामै छु. अहिले नि हिँडिरहेको छु डाँडामै. सो अनि आज चाहिँ यता मेरो साइट प्लस हाम्रो तिङलाली फार्म हाउस चाहिँ म देखाउन गइरहेको छु हैन. सो अब हेरिदिनु पर्ने हुन्छ. र अहिले चाहिँ म साइडमा गइरहेको छु है. साइडमा एकछिन काम छ. साइड चाहिँ मेरो यतै छेउछाउ नै छ, घरको छेउछाउ नै हैन. सो अब म जानुपर्ने हुन्छ साइडमा. अनि त्यहाँ गएर चाहिँ नापजाप गरेर आउनु पर्ने हुन्छ मैले आज. सो काम चाहिँ मेरो लगभग सकिसकेको छ. अलिअलि काम बाँकी छ. त्यो कामको लागि चाहिँ हैन म जाँदैछु. हेरौँ अब. मेरो चाहिँ काम यही हो है. यत्रो गरिसकेको छु मैले. पुरै कम्पाउन्ड हाल्नुपर्ने छ क्या. यो लगभग 1100-1200 मिटर जति थियो है. कम्पाउन्ड जति चाहिँ हालिसकेको छु मैले. अब मेरो काम भनेको यो माथि जाली हाल्ने छ हैन. अब त्यो जाली हाल्नको लागि चाहिँ मलाई जाली कति चाहिन्छ हैन, के चाहिन्छ मैले लिइसके, आधी चाहिँ ल्याइसकेको छु. अब कति पुग्दैन बा है हेरौँ. त्यसको लागि चाहिँ म हेर्नुपर्ने हुन्छ है. हेर्नुपर्ने चाहिँ हामीले यसलाई यसको डिस्टेन्स 2 4 हैन 6 8 10 12 14 16 है. सो त्यही हो. यतातिर सबै गरेको छु. यसमा चाहिँ हाल्नु बाँकी छ. हेर्दै जाउँ. माथि गएर भेट्नुपर्छ अब हामी. ल मैले चाहिँ नापजाप पनि गरिसकेको छु है यतातिरको. मलाई चाहिँ यो जालीको कति यति यहाँसम्म थियो क्या, तलदेखि यहाँसम्म चाहिँ यो जाली हाल्नुपर्ने छ है. तारहरू हाल्नुपर्ने छ अनि यसको निकाल्नु पर्ने थियो. सो मैले निकालि पनि सकेँ. अब म जान्छु. अब हाम्रो परको हाम्रो तिङलाली फार्म हाउस चाहिँ हेर्नुपर्ने हुन्छ है. अब यता उँभोतिर चाहिँ मैले देखाइनँ कि. उँभो चाहिँ गइन मेरो, किनकि काम यहाँसम्म छ. निकै हिँड्नुपर्छ. मैले जाली चाहिँ यसमा हाल्नुपर्ने हो कि. यस्तो यस्तोमा होइन. टक्क बार त हाल्नु पऱ्यो नि त्यसलाई. फेरि मान्छेहरू यहीँबाट उक्लिन्छ होइन. यस्तो छ. मैले यो वाल यो प्लस 3टा काम गरेको क्या मैले चाहिँ. यो माथि जाली हाल्ने यो फलामको काम, अनि प्लस यो वाल, अनि प्लस यो बाटो है. यति गरेको. सो यो चाहिँ कति छ कति छैन परैसम्म छ. अब चाहिँ म मेरो फेरि ऊ चाहिँ यहीँनिर हो क्या घर चाहिँ. चट्ट लाएर यही हो है. सो नजिकै छ काम चाहिँ. अब लगभग यहाँ पनि काम 15-20 दिनलाई मात्र छ. अनि त्यो पछि फेरि कहाँ हुन्छ साइड हेर्नुपर्ने हुन्छ. हामीले साइड खोज्न जानुपर्ने हुन्छ. अब कामहरू मिलाउनु पर्ने हुन्छ हैन. सो त्यही नै हो. त्यो आकाश त्यस्तो दामी छ, यस्तो क्लियर छ है. तर उता पारी चाहिँ कुहिरो लाग्न थालिसक्यो कि हैन. ल मैले फलामको काम चाहिँ यहाँनिर गरिरहेको छु कि. यसरी सबै सामान झारिरहेको छु है. मलाई यस्तो पाताहरू निकाल्नु पर्ने छ. यसको अब कतिवटा पाता चाहिन्छ त्यहाँनिर भनेर. सो अनि यिनीहरूको सबै निकालेर चाहिँ म माथि हाम्रो यहाँ घरमा जान्छु है. अनि त्यो पछि हामीले त्यताको भिजिट गर्नुपर्ने हुन्छ है त. चट्ला अब एकछिन म यो निकाल्छु सबै कति के छ होइन, कति चाहिने रहेछ हामीलाई. ल हाम्रो बाख्राहरू चाहिँ यहाँ खसीहरू भनौँ न है. खसीहरू चाहिँ यस्तै चढिराखेको छन् चक्का लाएर. ल अब हाम्रो यताको भिजिट गर्नुपर्ने हुन्छ है त. चट्टला अहिले चाहिँ हाम्रो यहाँको काम भइरहेछ है. त्यही भएर यो सामानहरू चाहिँ त्यतिर छ यसरी होइन. यस्तै लथालिङ्गै छ. अनि हाम्रो दाइले चाहिँ फुलहरू ल्याइदिइराख्नु भएको छ कि दिन केही त्यति गरेर यहाँनिर चट्ट लाएर. अनि हामीले चाहिँ फुलहरू रोप्नु पनि सुरु भइसकेको छ. यसलाई नै अगाडि बनाउनु पर्ने छ होइन. हाम्रो यता मेरो पुरानो रुम चाहिँ यस्तो थियो, किनकि सामान भएर अहिले म यहाँ बस्दिनँ. चौताको लागि हामीले सामानहरू वायरिङको कामहरू पनि भइरहेछ. सामानहरू यति छ यति छ यति छ. के छ नानी? हाई भनिदेऊ. यता 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 हेरेर हाई भन.
हाम्रो यतापट्टि हेर्दिउँ अब बस्नको लागि चाहिँ हामीले यतापट्टि बनाएको छौँ यस्तो छ है यता चाहिँ वायरिङहरु पनि भइसकेको छ हाम्रो वाशरुमहरु चाहिँ यतातिर छ यो भित्रतिर चट्ट लाएर सो अनि यहाँबाटको बाहिरी दृश्यहरु चाहिँ यस्तो छ हेलो हाई भन्देऊ नानी हाई भन न हाई चाहिँ भन न फोटो खिचेको हाई भन त हातले हातले यस्तै छ ल तिमी नि भन ल ल यतातिर चाहिँ यस्तो छ हाम्रो किचन यही हो है हाम्रो यस्तो छ यताको काउन्टर चट्ट लाएर सो अब हामी बाहिर जानुपर्ने हुन्छ अर्कोतिर आऊ हामी उता जान्छौँ अब होइन यता भित्रको चाहिँ भइहाल्यो उता पनि रुम छ अब यो रुम त त्यही उताको जस्तै सेम हजुर अङ्कलको माथिरको सो अनि यता यस्तो छ हाम्रो रुमहरू है यस्तो बाहिर डिजाइन चाहिँ यस्तो हालेको छु कि मैले चाहिँ अनि यतापट्टि अहिले चाहिँ काम गर्ने मान्छेहरू बस्नुहुन्छ यहाँ है सो यस्तो हाम्रो यही हुन्छ डिजाइन चाहिँ टक्कै यता खाट यता पनि बिचमा टेबल होइन हाम्रो खाटको डिजाइनहरू यस्तो हालेको छु सो नानी होइन अब फेरि यतापट्टि नि हाम्रो त्यही छ सेम डिजाइन अब यतापट्टि चाहिँ काम भइरहेछ होइन हाम्रो टोयलेट बाथरुम एट्याचवाला हुँदैछ हाम्रो यहाँनिर यो हुन्छ अनि टाइलहरू हाल्नु बाँकी छ होइन अब यहाँको सेटअप गर्नु बाँकी छ हामीले होइन यहाँको यतापट्टि चाहिँ हामीले ढुङ्गाहरू थुपारिराखेको छौँ कि यसरी अब यताको लागि नि यहाँ परैसम्म बन्छ कि हाम्रो यस्तै रुमहरू 5-6वटा 6वटा जति बन्छ यस्तै रुमहरू अब त यो चोटि त बर्खा लाग्यो अर्को चोटि अनि हाम्रो यहाँनिर अर्को किचन बन्दैछ होइन यहाँनिर किचनहरू सेटल आएर त्यहाँनिर हाम्रो हाँसको खोर बन्दैछ अहिलेलाई त्यहाँनिर चाहिँ सो फेरि हामीले अर्कोपट्टि जानुपर्ने हुन्छ कुखुराहरू हेर्नलाई हामीले होइन कुखुराहरू यहाँ चाहिँ हाम्रो टनेला छ त्यहाँ हाम्रो बाख्राहरू छ हामी त यतैबाट जाउँ न त तिमी रेडी भइसकेको सब हाम्रो चाहिँ यहाँ अर्ग्यानिक मात्र हुन्छ यहीँनिर हामीले आफैले गरेको होइन लोकल प्रडक्टहरू सब हाम्रो 2टा बोकाहरू त्यहाँ छ सो त्यही नै हो हाम्रो कुखुराहरू चाहिँ यतापट्टि छन् अब यो एउटा प्रोडक्ट यहाँ छ है यस्तो है यतापट्टि चट्ट लाएर यो भित्र पनि सो यो चाहिँ सबै कुखुराको हो क्या यहाँ अब सानो छ योभन्दा सानो चाहिँ यतापट्टि छ सर लाएर यतापट्टि हजुर सबभन्दा ठुलो चाहिँ यहाँनिर छ हाम्रो होइन चट्ट लाएर त्यो बाख्राको खोर चाहिँ हाम्रो यहाँनिर छ खसीहरू भित्र चाहिँ भर्खर ब्याएको पाठाहरू चाहिँ यहाँनिर छ बाख्राहरू त चरिरहेछ हाम्रो पप्पी यहाँनिर छ फेरि होइन सो त्यही नै हो यस्तो छ हाम्रो यताको चाहिँ ल हाम्रो अगाडिको दृश्यहरू चाहिँ यस्तो छ है यतातिरबाट देखिने भ्यूहरू हाम्रो यहाँनिर चाहिँ हिमाल देखिन्थ्यो अलिअलि मात्रै देखिरहेछ कुहिरो लागिरहेछ के त्यसले गर्दा खासै राम्रोसँग चाहिँ देखिएको छैन अगाडि यस्तो छ होइन यतातिर यस्तो उतातिर नि बाहिर यस्तो छ अब हाम्रो यहाँनिर सो लगाइछ है त हाम्रो तिङलारी फार्म हाउस पनि हामीले भिजिट गरिसकेको छौँ यस्तै हो अबको लगभग अब त आउँदा हुन्छ किनकि यहाँ चाहिँ हाम्रो एकदम
अर्ग्यानिक मात्र खानेकुराहरू पाउने हो यो चाहिँ होइन, किनकि हाम्रो बाहिरको जस्तो केही पनि हुँदैन। यहाँ चाहिँ हाम्रो आफ्नै लोकल प्रोडक्टहरू मात्र युज हुन्छ, किनकि अहिलेलाई चाहिँ हामीसँग लोकल भालेहरू छ है, प्लस अब हामीसँग ट्राउटहरू पनि हुन्छ, त्यो पछि अरू पनि हामीले के हाल्छौँ होइन। सो अहिलेको लागि चाहिँ एकदम खसीको अनि कुखुराहरू, अहिले खसी नै थियो डाइरेक्ट, अब किनकि अहिले त्यतिखेरै गर्न सकिँदैन। कुखुरा चाहिँ हामीसँग खाने बेला भइसकेको छ। अब तपाईँहरू यता नजिकमै कोही हुनुहुन्छ भने आउन नि सक्नुहुन्छ होइन, सोलुतिर भनौँ न, यो चाहिँ हाम्रो सोलुखुम्बु तिङ्ला भन्ने ठाउँमा छ है। अनि यतातिरको भ्यूहरू चाहिँ एकदम यहाँको स्पेसल भनेको भ्यू हेर्दै मस्त तरिकाले लोकल भालेको सुपसँग ढिँडो खान पाइन्छ है। सो त्यही हो हाम्रो चाहिँ यस्तो छ। यहाँबाट यतातिर अब बनिँदैछ, अब यहाँनिरसम्म हाम्रो घरहरू अझै रुमहरू बनिँदैछ, किनकि अहिलेको लागि चाहिँ मैले यति नै बनाइरहेको छु होइन, किनकि एकैचोटि धेरै बनाएर नि काम छैन। अब यति भएपछि हामीलाई काम चलाउ हुन्छ भन्दा नि अहिलेको लागि हामीले यतिबाटै स्टार्टिङ गर्ने हो होइन, किनकि धेरैबाट एकैचोटि धेरै गऱ्यो भने पनि हुँदैन। सो त्यही भएर बिस्तारै अब हुँदै जान्छ होइन, गर्दै जाने हो होइन, त्यही नै हो गाइज। सो अब म तल रमिते अर्को घरमा जान्छु, किनकि म चाहिँ अहिले त्यहीँनिर बस्दैछु किनकि मेरो रुमहरू यहाँ यस्तो भइरहेछ होइन, मान्छेहरू चढ्दैछ। अनि अब 2-4 दिनपछि चाहिँ फेरि म यहीँ बस्छु, किनकि अस्तिको दिन यहाँ त्यो सुरुमा म आफै बसेर कराएको हो यहाँ चाहिँ, किनकि बिहानदेखि बेलुकैसम्म काम गर्नुपर्ने हुन्छ, त्यही भएर पनि। सो यस्तै छ गाइस। नानीहरूलाई लिएर जाँदैछु म चाहिँ है पुरानालाई, 3 जना छौँ हामी है। मेरो चाहिँ ड्युटी नानीहरूलाई पुऱ्याउने ड्युटी हुन्छ, बिहान र बेलुका चाहिँ ल्याउने लाने होइन, त्यही नै हो। सो गाइज म चाहिँ यहाँ आएको छु रमिते है, यतापट्टि यता तलको घर। अनि अब मैले चाहिँ काँटी लिएर जानुपर्ने हुन्छ हाम्रो पसलबाट है। कति पो भनिरहेको थिएँ, काँटी यस्तै छ है। अनि अहिले दिन चाहिँ बाहिर चाहिँ यस्तो मस्त घाम लागिरहेछ क्या, बाहिरको एक नजर हेरिदिउँ न त हामीले। यस्तो छ मेरो बाइक छ यहाँ, यो नालीहरू नि मैले काम गरिरहेको छु कि यसको नि सब भत्किएर छ, यस्तो छ होइन। रम्ती हाम्रो म पढेको स्कुल चाहिँ यही हो, पहिला बच्चामा कति 4-5सम्म पढेको स्कुल। सो यहाँ पनि अब रोड फिज हुन लागिरहेछ, त्यो पछि यो काम गर्छु, इँटा सिटा ल्याएर झारिरहेको छु है, अर्को त्यो पनि झारिरहेको छु त्यहाँ। सो त्यही नै हो। अब हामी यहाँबाट त्यहाँ हाम्रो डाक्टर साहब बाख्राहरू बिमारी भएछ अरे कि, अनि डाक्टर साहबलाई लिएर भेटनरीको डाक्टर साहबलाई लिएर चाहिँ म अब यहाँबाट जानुपर्ने हुन्छ है। सो त्यही नै हो गाइज है त। अब हामी माथि डाँडामै गएर भेट्नेछौँ फेरि। ल गाइज है, यस्तो छ पानी परेर यताको मौसम चाहिँ होइन हाम्रो अहिले यस्तो चिसो छ नि। हाम्रो हिमालमा चाहिँ हिउँ परिसकेको छ यतिखेर पनि होइन, यहाँ चट्ट देख्न सक्नुहुन्छ हिमालमा हिउँ परेको। सो चिसो नि चिसो, चिप्लो छ यार यतातिर त। अब हामी जानुपर्ने हुन्छ नानीहरूलाई लिनको लागि, 4:30 हानिसकेछ। फेरि तल गएर नानीहरूलाई लिएर फेरि म यहीँ आउने छु। यस्तो चिसो छ नि, जेठमा पनि यस्तो ज्याकेटहरू यस्तो डबल लाउनुपर्छ क्या है। त्यही त हिउँ त त्यहाँ हिमालमा हिउँ परिरहेछ भनेपछि यहाँ कतिको चिसो होला है, विचार गर्नुहोस्। सो त्यही नै हो। अब काम गर्न नदिने भयो। अब लगभग यो जेठभरिमा चाहिँ मैले सबै काम साइटहरू जति सबै सक्नुपर्ने हुन्छ अब, किनकि पानी पर्न थालिसकेको छ है। यस्तो मौसम भयो भने फेरि काम गर्न सकिँदैन। पानी यस्तो ठुलो परिरहेको थियो नि, अनि बाइकहरू चाहिँ माथि चिप्लोले राख्नु नसकेर हामीले राखेको छौँ कि, गाडीहरू उतापट्टि छ हाम्रो होइन। सो त्यही नै हो।